बियर परिवारसित बसेर चट्ट यसमा ट्याक्स लाग्दैन कि होइन होइन अरू कुरा पनि के छ कि मेरो छोरालाई पनि विदेश पठाउनु न विदेश जानुपर्छ गयो भने छोरीलाई बिहा गरेर पठाइदिए जस्तै हो कि त्यो आउँदैन कि छोरोलाई विदेश पठायो भने बिहा गरेर छोरी घर गए जस्तो पनि आउँदैन बरु त्यो 6 महिना 1 वर्षमा बाबा मम्मी भेट्न आउँछ छोरा चाहिँ उहाँको कल्चर र उहाँको रुल अफ टाइम उहाँको टाइम अफ म्यानेजमेन्टमा हिँडेको हुन्छ नि उसले यहाँ फलो गर्नै सक्दैन कि नेपालको अब बालन सरकारले त्यस्तो बनाइदिएछ भने हेरौँला सम्भावना छ गर्दैछ कोसिस जारी छ भनौँ है यो सफा गर्न नै 5 वर्ष लाग्छ किनभने अब अहिले फोहोर धेरै छ कि पहिला त मान्छे सफा गर्न जरुरी छ मान्छेको नेचरै सफा हो त्यही त तिनीहरूले सफा गर्न जरुरी छ अनि बल्ल बाँकी गर्ने तर सौभाग्यको कुरो एउटा छ नि फेरि हजुर रेकर्ड हुँदैछ भिडियो एकदम भइछ म भन्दैछु तिलोतमा नगरपालिकामा सुइगम खाएको खोल हजुर पराग खाएको खोल बाहिर भेटिँदैन ल हो यही ठुलो कुरो नेपालभरि त हुनुपर्छ ठिक नेपालभरि हुनुपर्छ फोहोर प्लास्टिक फोहोर जन्ने चिजहरू बाहिर देखिनुहुन्न सडकमा त्यो त्यसमा आँखा छिटो जान्छ कि हजुर एकदम फोहोर जन्य सामानमा प्रिन्टिङ भएको प्लास्टिकमा हाम्रो आँखा छिटो जान्छ छिटो गएपछि त्यो फोहोर त्यही मात्रै दिमागमा हुन्छ फोहोर मात्रै त्यो फोहोर हुन्छ त्यसमा रहेको पानी फोहोर दुधहरू फेरि त्यो लामो समयसम्म त्यहाँ ड्यामेज भएर बस्छ त्यसले पोल्युसन फैलाउँछ